दिदीलाई यहाँ नाम ठेगाना सोध्नेवाला छु। दिदी तपाईँको नाम के हो? मेरो नाम युलन हो। अनि तपाईँ कहाँबाट आउनुभएको? म बिर्तामोड झापा झापाबाट आएको। ए ल हामी चाहिँ तर्फ लाग्दैछौँ। माइक उयो मौसम चाहिँ यस्तो छ। हामी चाहिँ माई खोलाको देखाउनेवाला छौँ। हामी चाहिँ अब रोडमा पुग्नु आँट्यौँ। हामी चाहिँ रोडमा आइपुग्नु आँट्यौँ। हामी चाहिँ यहाँ रोडमा आइपुगिसकेको छौँ। यहाँ हाम्रो पापाको बाइक। अनि अब हामी लागिसकेको छौँ पापाको बाइकमा। यो पापाको बाइक। अनि पापाले बाइक खोल्दैछ। यहाँ अब हामी चाहिँ यहाँ पापाले बाइक खोलिसक्नु भयो। अब हामी चाहिँ जाँदैछौँ। यता युलन दिदी हुनुहुन्छ। हामी चाहिँ अब लागिसकेको छौँ। यहाँ चाहिँ हामी चाहिँ तर्फ लागिसकेको छौँ। हेलिप्याड र मङ्गलाबुङमा। यहाँ क्यामेरा लिँदैछ होला। यहाँ मौसम यस्तो छ। यहाँ पानी परेर यहाँ आज चाहिँ बिहानदेखि पानी परेकै र अघि रोक्यो। यहाँ चाहिँ उरालो छ। यहाँ भ्याक्कु छ। यहाँ भ्याक्कु ढुङ्गा छ। यहाँ क्यामेरा हालिँदैछ होला। यहाँ ढुङ्गा छ। आजको मौसम यस्तो छ। यहाँ बाजे आउँदै हुनुहुन्छ। यहाँ पहिरो यहाँ उता मुनि दमकहरू अनि चुलाचुलीहरू छ। अनि हेर्नु सक्नुहुन्छ। हामी चाहिँ हेलिप्याड पुग्न आँट्यौँ। यहाँ हेलिप्याडको दृश्य देखाउनेवाला छौँ। यहाँ कैलाश गुम्बा यस्तो छ। बाटो अगाडि यहाँ बाटो हिलो छ। हेर्नु सक्नुहुन्छ। यहाँ पानी छ। यहाँ हाम्रो बाटो अप्ठ्यारो छ। यहाँ चुलाचुलीहरू तल हेर्नु सक्नुहुन्छ। माई खोलाको देखाउनुवाला छु। हामी चाहिँ हेलिप्याड पुग्न आँट्यौँ। एकछिन मेरो भिडियो यहाँ राख्छु। अब चाहिँ म माई खोलाको बगर देखाउनेवाला छु। यहाँ तल हेर्नु सक्नुहुन्छ। यहाँ तल छ। उता तल माई खोला छ।
हेर्न सक्नुहुन्छ। पानी परेर एकदम ठुलो बगिराखेको छ यहाँ माई खोला चाहिँ हेर्न सक्नुहुन्छ। पानी पर्न थाल्यो। चिला माई खोला अनि आजको मौसम देख्न सक्नुहुन्छ। यस्तो छ। उता मुनि अब चाहिँ उता पर हिल म दिदीलाई यहाँ नाम ठेगाना सोध्नेवाला छु। दिदी तपाईँको नाम के हो? मेरो नाम युलन हो। अनि तपाईँ कहाँबाट आउनुभएको? म बितामोर झापा झापाबाट आएको। ए अनि तपाईँको आमाको नाम? मेरो आमाको नाम सन्चा माया लिम्बू हो। तपाईँको पापाको? मेरो बाबाको नाम श्याम सुब्बा हो। अनि कहिले घर फर्किनुहुन्छ? म पर्सि घर फर्किनेछु। पर्सिसम्म सिपतर्फ हुन्छ। हजुर म दसैँको छुट्टीमा मामरी घर आएको छु। अब म पर्सितिर घर फर्किनेछु। आज म धेरै भ्लग बनाउन चाहन्थेँ। पानी परेर यहीँसम्म हो। अब हामी घर फर्किँदैछौँ। यहाँ फोन पनि भिज्न सक्छ। अनि अब हामी घर फर्किँदैछौँ। फोन भिज्न सक्छ र हामी भिजेर बिराम हुन सक्छौँ। ज्वरो आउन सक्छ। टाउको दुख्न सक्छ। त्यसको लागि मार्गी लाग्न सक्छ। अब पापाको बाइक भिजिसक्यो। सेवा